प्रेमीहरू चाहिँ अब यस रङ्गशालामा आएर अब खेलाडीहरूलाई चाहिँ हौसला प्रदान गरिदिनु हुन आग्रह गर्दछु। साथै अब सबै ढङ्गले आएर बसिदिनु होला। अब हाम्रो यस्तो भनौँ नेपालकै एउटा उत्कृष्ट रङ्गशाला पनि छ। यस तयारी चाहिँ हाम्रो लगभग खासै लङ टर्म तयारी भएन, एक हप्ता जति भयो तयारी गरेको। ठिकै भइरहेको छ, तयारी चलिरहेको छ। अब भोलि गेम छ भने चाहिँ आज चाहिँ हाम्रो रेस्ट छ, ठिकै छ भनौँ। र यसपटकको जुन हाम्रो कर्णाली प्रदेश स्तरीय यो टुर्नामेन्ट छ होइन फुटबल, त्यो पनि अब पहिलो पटक जुन नगर र कर्णाली प्रदेश फुटबल सङ्घको यो आयोजनामा हुन भइरहेको छ। यो टुर्नामेन्टलाई चाहिँ एज अ कप्तानको हिसाबले चाहिँ कसरी हेर्नु भएको छ? जोस् यो चाहिँ अब 4 लाखको गेम चाहिँ अहिलेसम्म सुर्खेतको हाम्रो जोस् भनौँ न भ्याली वीरेन्द्रनगरभित्र चाहिँ भएको थिएन आजसम्म। अहिले चाहिँ अब प्रदेश स्तरीय गेम नै गराउनु भयो भनौँ। यो कर्णाली प्रदेश रङ्गशाला पनि रिसेन्टली अब यो ओपनिङ पनि भएको थिएन। अब सँगसँगै अब यो चाहिँ दर्शकको लागि पनि एकदम राम्रो कुरा भयो। रङ्गशाला पनि लगभग यहाँले भनिसक्नु भएको छ, उद्घाटन पनि भएको छैन र हामी यसपटक खेल्दैछौँ। र मलाई लाग्छ केही वर्ष अगाडि यो रङ्गशाला बन्नु अगाडि चाहिँ काँक्रेबिहार गोल्ड कप भएको थियो होइन? त्यो त्यति बेला केही स्मरण गर्न चाहनुहुन्छ? त्यति बेलाको मोमेन्टहरू केही छ? काँक्रेबिहार गोल्ड कप चाहिँ मैले पनि चिङ्गाड गाउँपालिकाबाट खेलेको थिएँ त्यतिखेर। जस एकदम हाम्रो चन्द्रप्रकाश सरले गराउनु भएको थियो त्यतिखेर आयोजना चाहिँ एकदम राम्रो थियो। त्यो पछि चाहिँ हालको सबैभन्दा ठुलो राशिको गेम चाहिँ यही नै होला सायद। र यस्तो गेमहरू हुँदै जाओस् भन्ने चाहिँ हाम्रो अब जोस् भनौँ न अब हाम्रो अब अपेक्षा छ भनौँ न। पक्कै पनि विक्रमजी। र फुटबलमा चाहिँ एकदम भनौँ न पछि हजुरले यहाँले भनिसक्नु भएको छ र कम मात्रै टुर्नामेन्टहरू भइरहेका छन्, त्यो हिसाबले पनि धेरै गाह्रो छ होइन? र काँक्रेबिहार गोल्ड कप भनेको मलाई लाग्छ 4-5 वर्ष अगाडि मात्रै भएको र त्यसपछि कुनै पनि टुर्नामेन्ट यो भ्यालीमा भएको छैन। र अन्य अब टुर्नामेन्टहरू त ओपन टुर्नामेन्ट त भइराखेका छन् होइन? तर पनि त्यो हिसाबले विक्रमजी अब खेलाडीलाई चाहिँ टुर्नामेन्ट नहुँदा चाहिँ कतिको एउटा असर पर्दो रहेछ? अब खेलाडी मेन भनेको त खेलाडीहरूको मेन अब लाइफस्टाइललाई हुन्छ नि मेन्टेन गर्ने चिज भनेकै स्पोर्ट्स हो। अब त्यो कुरा नहुँदाखेरि चाहिँ खेलाडीलाई अफकोर्स गाह्रो त भइ नै हाल्छ। अब यो यस्तै खेलहरू चाहिँ अझै होस् भन्ने चाहिँ हाम्रो अब अपेक्षा छ भनौँ। जस खेलाडीको लाइफस्टाइलमा त अब गेम नभएपछि त अब आउने पैसाहरू रोकिने भयो, त्यो कुराले गर्दाखेरि चाहिँ गेम होस् भन्ने इच्छा छ, त्यही नै भनौँ। पक्कै पनि। र बिचमा पनि धेरै खेलाडीहरू विदेश पलायन हुनुभएको छ होइन? त्यो हिसाबले पनि अब तपाईँ भनौँ न यो बिचमा चाहिँ अलिकति भनौँ न मानसिकता चाहिँ कस्तो हुँदो रहेछ? बिचमा अब खेलाडीहरू त अब मेन भनेको अब म्याक्सिमम् लिगहरू नहुँदाखेरि अब भविष्य नेपालमा एक हिसाबले हेरौँ भने जस्तो भविष्य पनि स्पोर्ट्समा अब गेमहरू भएपछि नै देखिने हो। अब जुन त्यो नभएको कारणले गर्दाखेरि अब विदेश पलायन हुने कुरा त स्वाभाविकै छ। यो कुरालाई चाहिँ जति सक्दो अब हाम्रो प्रदेश सरकार स्थानीय सरकारले चाहिँ टुर्नामेन्टहरू गराएर चाहिँ यस्तो कुराहरूलाई कन्ट्रोल गर्नु पर्यो। साथसाथै हाम्रो एन्फाको लिगहरू माथिको राष्ट्रिय लिगहरू पनि होस् भन्ने चाहिँ कामना छ। यही नै हो हाम्रो इच्छा भनेको। र यसपटक अब कर्णाली प्रदेशभित्रको हाम्रो 10 जिल्ला त्यो पनि नगर जुन पालिका स्तरले पालिकाबाट टिमहरू पनि आइरहेको छ र जम्मा 13वटा टिमको सहभागिता रहेको छ। र कतिपय भनौँ र कर्णाली प्रदेशभित्रका खेलाडीको एउटा टुर्नामेन्ट प्रतिस्पर्धा पनि हो। विक्रम यो हिसाबले चाहिँ यी खेलाडीहरूसँग भनौँ न अलिकति यसपटक चाहिँ तपाईँलाई 13वटा टिममध्येमा चाहिँ आयोजक तपाईँहरू हुनुहुन्छ होइन? अन्य टिममा पनि अन्य टोलीहरू खेलाडीहरू हुनुहुन्छ। यस हिसाबले चाहिँ कुन टिम अलिकति तपाईँको एनालाइसिसमा चाहिँ अलिकति स्ट्रङ जस्तो लाग्छ? अब हाम्रो एनालाइसिसमा त अफकोर्स अब गेम खेल्न आएपछि त अब हामीले आफू वी आर द बेस्ट भन्नै पऱ्यो होइन? र ठिक छ अरू सबै टिममा मलाई चाहिँ जुम्लाको टिम किनभने चाहिँ हाम्रो अब फुटबल सङ्घ भनेको सुर्खेत जुम्लामै थियो पहिलेदेखि। त्यो आधारले गर्दाखेरि पनि जुम्ला चाहिँ उनीहरू पनि प्रिपेयर्ड छ। उनीहरूको म्याक्सिमम् प्लेयरहरू काठमाडौँबाट पनि आउने भएको हुनाले उनीहरू पनि ठिक छ र एउटा हुम्लाको टिम पनि राम्रो होला भन्ने चाहिँ मेरो अपेक्षा छ। साथसाथै हाम्रो पञ्चपुरी साइडमा किनभने चाहिँ आजभोलि एक्टिभली स्पोर्ट्सहरू भइरहेको भएर पञ्चपुरी साइडतिर पनि यही टिमहरू चाहिँ अलि एक्टिभली र राम्रो पनि छ जस्तो मलाई लाग्छ भनौँ। र विक्रमजी अब कतिपय टुर्नामेन्टको नजिक मात्रै हामीले अभ्यास गर्ने मात्रै त्यो एउटा जमर्को मिल्छ होइन? त्यो हिसाबले अब लङ लास्टिङको लागि चाहिँ हामीले यो अभ्यास गर्नको लागि चाहिँ कसले अब भनौँ न राज्य संयन्त्र अथवा सम्बन्धित निकायले त हेर्नै पर्छ पक्कै यो नभए सम्भव छैन होइन? त्यो हिसाबले अलिकति हामीले चाहिँ यो कुरालाई चाहिँ म्यानेज गर्नको लागि के गर्नुपर्छ लाग्छ? अभ्यासको लागि स्पेसल्ली त अब हाम्रो कर्णाली प्रदेशमा त अब हाम्रो प्रदेश सरकारले हेर्नै पऱ्यो, प्रदेश खेलकुद सङ्घले प्लस हाम्रो जिल्ला फुटबल सङ्घको पनि एक्टिभ रोलहरू चाहिँ हुनु पऱ्यो भन्ने चाहिँ मेरो कामना छ भनौँ न, अपेक्षा छ भनौँ। अब भोलि तपाईँहरूको पहिलो म्याच चाहिँ हुम्लासँग छ होइन? हुम्लासँग सिमीकोटसँग। त्यो हिसाबले ती खेलाडीहरू त अब हामीले मैले पनि भनिरहेको छु हाम्रो पहिलो पटक चाहिँ प्रसारण हो। हिसाबले पनि अब त्यति हामीलाई मूल्याङ्कन गर्न त्यति त प्रेडिक्सन गर्न सही छैन जस्तो लाग्छ। र भोलिको खेल चाहिँ कस्तो रहला र केही बारे भन्नुहोस् न भोलिको बारेमा?
अब भोलि चाहिँ पहिलो गेम पनि रहेको छ। आशा के छ भनेपछि चाहिँ खेलप्रेमीहरू चाहिँ आइदिनुहुन्छ, दर्शकहरू आइदिनुहुन्छ, किनभने चाहिँ यो प्रथम मेयर कप पनि हो कर्णाली प्रदेश स्तरीय। त्यसमा चाहिँ हाम्रो लागि चाहिँ पपुलेसनहरू चाहिँ अब अडियन्सहरू चाहिँ आइदिनुहुन्छ भन्ने अपेक्षा छ। साथै अब हामी चाहिँ अब जित्नुपर्छ भन्ने हिसाबले नै आएका छौँ र जित्छौँ भन्ने पनि एउटा चाहिँ कन्फिडेन्स चाहिँ छ र राम्रै होला भन्ने आश छ भनौँ। एज ए कप्तानको हिसाबमा के स्ट्राटेजी चाहिँ भोलिको के छ स्ट्राटेजी? भोलिको हाम्रो त विन नै छ हजुर। र अन्त्यमा केही भन्नुपर्ने सन्देश के छ? सन्देश केही छैन। सन्देश भन्नाले सम्पूर्ण खेलप्रेमीहरू चाहिँ अब यस रङ्गशालामा आएर अब खेलाडीहरूलाई चाहिँ हौसला प्रदान गरिदिनु हुन आग्रह गर्दछु। साथै अब सभ्य ढङ्गले आएर बसिदिनु होला। अब हाम्रो यस्तो भनौँ नेपालकै एउटा उत्कृष्ट रङ्गशाला पनि छ, यसमा चाहिँ अब आएर तोडफोड गर्नुभन्दा पनि एउटा सभ्य व्यवहार निभाइदिनु हुन हार्दिक अनुरोध गर्दछु।